एउटा कथा भन्छु। एउटा कथा हिजो मात्रै सुनेको भएको कसले लेखेको कसले भनेको भन्नुहुन्छ भने तपाईँहरू सुन्नु होला। कृष्ण हरि बाजपुट्टा जो पूर्व अर्थ सचिव एउटा युवा छ अरे एकजना साथी 25 वर्षसम्म समाज सेवा गर्ने सारा ठाउँमा हिँड्यो रे सामाजिक क्षेत्रमा लाग्नु रे तर उसले पैसा पनि कमाएन रे घर पनि बनाएन रे बिहे पनि गर्न पाएन। अनि त्यसपछि उसले ज्योतिषीलाई देखाएछ के गर्नु त भन्दाखेरि ल अब तपाईँको माग मैले सबै सन्तुष्टि गराउन सकेँ मैले आफूलाई आफैले सन्तुष्टि गराउन सकिनँ म के गरौँ भनेर एउटा ज्योतिषीलाई देखाएछ। देखाइसकेपछि ज्योतिषीले के भन्दैछ भने मैले तपाईँको कुरा गर्न सक्दिनँ तपाईँ एकटाले गोसाई कुण्डमा त्रिकाल जस्ती महादेव हुनुहुन्छ त्यहाँ जानुहोस् भनेर पठाएछ गएछ जा भनेर। त्यसपछि भोलिपल्ट ऊ काठमाडौँबाट हिँड्ने जाँदै जाँदा कहाँ पुगेछन् त भन्दाखेरि बट्टा जहाँ त्रिशुलीको किनारमा बट्टामा पुगेपछि त्यहाँ एउटा बुढी आमा हुनुहुँदो रहेछ। साफ परेको ढोका लाग्दै गर्दाखेरि बुढी आमाले भन्नुभन्छ आमा मलाई यहाँ बात दिनुहुन्छ म एक्लै छु म यस्तो छु भनेपछि हुन्छ बस्नुहोस् भनेर। त्यहाँ उहाँकी एउटी छोरी पनि आउनुपर्छ बेगनी बेला भएको छोरी यसो हेरि देख्दा राम्रो छिटो राम्रो लागेछ। त्यसपछि उनले तपाईँ म त्रिकाल दर्शनलाई भेट्न हिँडेको गुसाइ हुन भन्दाखेरि उहाँले पनि के भन्नुभयो मेरो छोरीको बिहा पनि भएको छैन बिहा कसरी गर्ने त्यो पनि चार्ज मिलाइदिनुहोस् मेरो पनि दर्शन सुनाइदिनुहोस् भनेर भनिछन् त्यहाँ आमाले। हुन्छ हवस् त्यहाँबाट हिँड्दै गएछ। अलिक माथि पुगिसकेपछि धुन्चे पाखामा पुगिसकेपछि त्यहाँ उसले पनि एउटा किसान भेट्छ। किसान भेट्छन् किसानको सधैँ पछि कुदाउने रातको बास बस्नु देऊ भने बास मागेछ। अनि माग्दै जाँदाखेरि के भन्छ भन्नुहुन्छ भने ती किसानले पनि भनेछन् बास बस्ने त म यो कारणले हिँडेको भने उसो म किसान मान्छे फुर्सद छैन म के गरौँ भन्दाखेरि मेरो पनि कुरो सुनाइदिनुहोस् मेरो पिताजीले भन्नुभएको कुरो भन्छ कि पिताजीले यो बारीको कालमा यो करेसमा खनेपछि तेरो त्यहाँ बिरुवा त्यसको फल्छ अनि त्यसपछि हुन्छ भने त गएछ। त्यसपछि एउटा जोगी कहाँ पुगेछ। जोगी कहाँ पुग्दाखेरि जोगीले के भनेछ भने म पनि त्रिकाल दर्शनको दर्शन गर्न पाएको छैन म 3 वर्षदेखि सुत्न पाएको छैन सुत्ने निन्द्रालाई व्यवस्था गरिदिनु भनेर मेरो कुरो सुनाइदिनुहोस् भनेपछि हवस् गएछ। जाँदै गर्दाखेरि पनि पुगेछ थाकेर पुगिसकेपछि उनले के भन्दछन् भने म 3टा कुरादेखि म मान्दिनँ भनेपछि उनको 3जनाको कुरो सुनाउँदा ठिक हुने भयो मेरो कुरो कहिले भन्ने भन्दाखेरि 3जनाको कुरोमा उनले आफैलाई मनन गरेछन् र तिनी 3जना बुढी आमैको कुरो किसानको कुरो जोगीको कुरो भन्छु भनेर गएछन्। थाल्दाखेरि बुढी आमैले के भनेको रहेछ भने मेरी छोरीले झलभरि सुन्तले लिएर आउँछ जोसँग बिहे गर्छु भनिरहेको छ छोरीले के। अनि त्यसपछि एउटा बट्टाको छिटो माग्न आउँदाखेरि दिने ठिक गरेको माग्ने लागेको छ भन्छ झलभरि सुन लिएर मेरो घरमा जुवा आउँछ त्यसैसँग बिहे गर्छु भनिरहेको छ। अनि किसानको बाउ मर्ने बेलामा मेरो त मर्ने बेलामा बाबा के गर्ने भन्दाखेरि तैँले घरको खरसामा बिरुवा रोप तल सम्पत्ति हुन्छ भनिरहेको छ। घर जति बिरुवा रोप्यो पनि बिरुवा उम्रिँदै सर्दै भनेपछि यिनै कुरा गर्दै जाँदाखेरि जो जोगीले चाहिँ के गरेर भने एउटा चोरले बाइक लुटेर लिएर आएको सुन्दर पैसा राखिरहेको छ सिरानीमा। अनि एउटा मान्छे चोरले के भनेर म जतिखेर आउँछु त्यतिखेर दिनु है भनेर भनेर त त्यो बुढालाई पैसा दिएर राखेर सुन्दाखेरि निन्द्रा नलागेको छ भनेपछि त्रिकाल दर्शनले भनेछ यो कुरो छ जान्न भनिसकेपछि आफ्नो कुरो त भन्न पाएन आफ्नो समाजको कुरो गर्नु सेवाको कुरो गर्नु। त्यसपछि त्यहाँबाट उनले फर्केर आइसकेपछि जोगीलाई भनेछ ल
तपाईँ छेउ सिरानमा फलाएको चिज छ त्यो जिनिस फाल्दैनस् भन्दाखेरि त्यो किन फाल्दै तपाईँले लिएर जानुहोस् भन्दाखेरि छोरावारी सुन त पैसा बोक्नु। अनि गएर तल किसान त्यहाँ जाँदाखेरि बाउले मर्किँदो नाममा बिरुवा रोपै घरको गर्छ भन्दाखेरि अलिकति खल्लो रोप्ने सर। अनि उसले कोराले पाँच बजे तल खन्दाखेरि त असर गाडीमा असर बिलाएर गाडी आउँछ, गाडीमा असर पनि असर दिन्छ। अनि तपाईँको किसानले पनि तपाईँले यो यत्रो गरेर आधी तपाईँ लानु छैन त्यही केटालाई दिएर पठाएको पठाइसक्यो नि पैसा पनि। अब अर्को बास लास्ट बास कहाँ हो त भन्दाखेरि बट्टाहरू तिनी आमा कहाँ पुग्दाखेरि नानी मेरो छोरीको कुरो भनिदिनु हो मैले भन्ने ल झोलाभरि पैसा पनि मैले ल्याएको सुन पनि मैले ल्याएको भनेर भन्छ। त्यो केटी पनि ती बेला तोकेको ती बास बसेका छोरै भनेर उनले भन्थ्यो। त्यस्तै आज हामी त्यही गतिमा छौँ नराम्रो। हामी माग्न जान्छौँ, माग्न जाँदाखेरि पनि कति पैसा पर्याप्त मात्रामा पुग्दैन, छोरछोरी आउँछ, त्यसरी गइरहेको छ। त्यसैले हाम्रो कुरो के हो भन्नु छ भने हामी समाजसेवी कार्यकर्ता हौ, चाहे एमालेका साथी हो, चाहे माओवादीका साथी हो, चाहे अन्य राजनीतिक दलका मित्र हो। तपाईँको कर्मचारी साथी हुनुहुन्छ, धेरै थोर त आउँछ होला नि तल भत्ता। हाम्रो त्यो भत्ता आउँछ त्यो पनि यसपालिबाट काटिनेवाला छ, आउनेवाला पनि छैन, त्यो पनि अलिअलि खाने गरेका छ। अर्को कुरो के हो भन्नु छ भने यहाँ माधवजीले एउटा कुरो बडा राम्रो कुरो छ। हाम्रो चाहना हो नि यसपालि 2टा स्वास्थ्य सेवा केन्द्र मतलब 2टा भवन बन्नेवाला छ। एउटा साउटारमा स्वास्थ्यको लागि जग्गा व्यवस्थापन गरेर फोटोकपी पठाइयो, अर्को बाध्यता। तर विगत लाग्यो हामीलाई त अहिले यो जेन्जी आन्दोलन त खाइदिइसक्यो, खाइहाल्नु। अब त पैसा आउनेवाला म देख्थेँ 2 दिन अगाडि निर्णय गरियो, 2 दिन अगाडि गरेर पठाइयो। नायक तर लालबुर्दा पठाइयो, पैसा छुट्टिने मामलामा थियो। अबन्न पैसा राख्ने अमर त्यो अबन्न पैसा पनि अब आफ्नो पक्षमा ल्याउन सकिन्छ कि सकिँदैन। कोही राजनीतिक दलको पहुँच पुग्छ भने लिएर आउनुहोस्, तपाईँहरूलाई शुभकामना छ। अब त्यस्तै अब अर्को क्या समस्या भयो भन्दाखेरि हामीले 7, 8 र 9लाई एकीकृत सहरी विकास लागू गर्ने भनेर पैसा पाएको। हाम्रो नगरपालिकाको क्षमताबाट हामी गर्न सक्दैन। सौमा पनि कुरा राख्यौँ, प्रदेशमा पनि कुरा राख्यौँ, कहीँबाट पनि हाम्रो माग सम्बोधन भएन। गत साल 20 लाख रुपियाँ सम्बोधन भएको थियो। एकीकृत सघन सहरी विकास होइन रहेछ कि एकीकृत नभनेर निर्माण भन्दैछ। निर्माण भनेपछि त्यो 7 र 8, 9 देखि बाहिर लान पनि नपाउँछ। अनि 9 नम्बरबाट मागेर अलिकति पैसा खर्च गरेर 20 लाखमा 10 लाख 7 नम्बरमा तोडेको तपाईँहरू गोली सुनसरी स्कुलबाट जाने भएको छ। अलिकति त्यहाँ डर पर्छ, किनभने त्यहाँ किन गरेको भन्दाखेरि क्याम्पस त्यहाँ बनेको हुनाले हामीले त्यसलाई गर्दैको हो। त्यसोमा उनीहरूले हामीले चाहना गर्न मन लाग्छ, गर्न सक्छ। हामीसँग आम्दानी थोरै छ, भएको सामान्यको अनुदान पनि कटिँदै यसपालि त हामीलाई 5 करोड घटी छ। गत सालको भन्दा 5 करोड घटेर आएको छ। हामी जनप्रतिनिधि सबै साथीहरू त भूतले खाजा खाने गर्नमा भएको जस्तो लाग्छ। पहिलो वर्ष 74मा सिद्धिन्ती साथीहरूले न नियम थियो न कानुन थियो, आफ्नो मनोवृत्ति पैसा खर्च गर्न पाउँछ। अहिले हामी बाँधिँदै अहिले हामी तपाईँलाई पनि साथीहरूले 10 रुपियाँ माग्नु भने पनि के भेट्टो पाउँछु भन्ने नीति आएर त्यो अन्तर्गत मात्रै खर्च गर्न पाइन्छ, त्यो पनि पाइन्छ। याद गर्नु साथी। त्यसो भए यो नियम कानुनले बाँध्दै लगेको छ। हामी सुशासनको प्रत्याभूति दिने तर्फमा छौँ। अन्यत्रको तुलनामा रामेछाप नगरपालिकामा राम्रो गर्न खोज्दा कतिको साथीहरू नराम्रो लाग्छ। ठिक छ, मान्छेको चाप म पनि त्यसै भन्छु।
हिजो पदमा नहुँदाखेरि मैले फेरि नरवादिन काटेँ तपाईँ यति पनि गरिदिन सक्नुहुन्न यार तर परिस्थिति र परिवेश हामीलाई डोर्याउँदै लाँदा काम लागेर गन्तव्यमा पुऱ्याइनु टुङ्गो छ अब हामीले भनेको आदेश कर्मचारीले मान्नुहुन्छ कि मान्नुहुन्न तपाईँ ख्याल गर्नुहोस् अख्तियारमा जाँदाखेरि उहाँहरू जानुहुन्छ हामी त एउटा निर्णय गर्छ मैले टिप्पणीमा सही गरेको छैन आज दुई दिनमा टिप्पणीमा सही गरेको दुई दिनबाट ट्याक्सलाई नलाउनु न भन्दाखेरि होइन यो मभन्दा मलाई सित मुछ्याएर मैले आज बिहान मात्रै मैले यसो विचार हेरेँ कार्यपालिकामा लैजानु पर्नु भनेर मैले कार्यपालिकाको बैठकमा पेस गरेँ मैले भइसकेको टिप्पणीमा सही लक्ष्य छ त्यसैले म पनि कर्मचारीलाई बिगारिहाल्नु भन्ने पक्षमा छैन उहाँहरूको पनि नियमले कानुनले मिलेसम्म गरिदिनुहोस् भन्ने मेरो चाहना हो स्वभावले जनप्रतिनिधि भनेका स्थानीय सरकारको भेट्न पनि पाइने छोड्न पनि पाइने गाली गर्नले पाइने माया गर्नले पाइने सहयोग गर्न पाइने पैसा चाहिँ हामीलाई नचाहिने नदिने भन्ने न केन्द्रले दिन्छ न प्रदेशले दिन्छ तपाईँ एउटा कुरो हेर्नुहोस् प्रदेशले 2 लाखदेखि 25,000देखि बाँड्छ सङ्घले 25 लाखदेखि बाँड्छ रामेछाप नगरपालिकामा 25 लाख एउटा सङ्घ बनाउने एउटा कति बाह्र 10-3 करोडभन्दा मात्रै योजना नदिने भनेर निर्णय गर्छन् तर 25 लाख रुपियाँ बाँड्छ सङ्घ त्यस कारणले हाम्रो चाहना के हो भन्नु हामी जतिसक्दो धेरै चाहना धेरै विकासमा काम गर्ने भने हामी लागेको छ लाग्दा प्रयत्न गर्दै पनि हेर्नुहोस् चरीले ज्यान दिन सक्छ तर किसानलाई आउन सक्दैन एउटा ज्यान दिन आउन सक्छ पुरा सक्दैन जाँदा उसको आफ्नो ज्यान त्यो सिद्ध त्यस्तै हामी पनि चरी जस्तै ओडाले नगर्दा मात्र नगर्ने प्रदर्शन क्षमता भन्छ त्यस कारणले यिनी कुरालाई मध्यनजर गर्दै आज मलाई अहिले यो एक दुईवटा कुराहरू छन् यो सामुदायिक वनको बारेमा हामीले माधवजी सामुदायिक वनमा हामीले डडेलोको बारेमा हामीले 9 वडामा राम्रो काम गरे जस्तो लाग्छ हामीलाई किनभने सामुदायिक वन डडेलो निर्माण गर्ने डडेलो लाउने वातावरण निर्माण गर्नका लागि जिल्ला वन कार्यालय रामेछाप नगरपालिका समिति वडाबाट काम भएको छ बजेट मात्रै नछुट्याएको हो हामीले गर्ने काम किन बजेट छुट्याउने भनेर हामी त्यसलाई बजेट नछुट्याउने एक दोस्रो कुरो वृक्षारोपण कार्यक्रम त एउटा हेर्नुहोस् अहिले पनि राज्यको नीति के छ भने एक घरमा एउटा बिरुवा 1 वर्ष लाउन साथी हो त्यसै हराभरा हुन्छ भने त्यत्र हाम्रो काम छैन त्यस कारणले अब अर्को कुरो के पनि छ भने आज खरिद नियमावली जो छ नि त्यो नियमको बात हामीले केही गर्न सक्दैनौँ कुनै आज म 2टा ठेक्काको कुरा गर्छु म अहिले माओवादी जेन्जी आन्दोलनमा यो हर्दिनीको फुल पनि चाहियो रे यो देउरालीदेखि हर्दिनीसम्म पिच पनि गरिदिनु नगरपालिकाले गर्न सक्ने काम हो त्यो लगेर नगरपालिका चलाउँछु भनेर आउन परिरहेको थियो चन्द्रबाबुले नै थाहा छ त्यही साथीहरू त्यो पनि र हाम्रो सबै नगरपालिकाको बजेट चाहिँ हाल्दा त बन्दै कर्मचारी तर खुवाउनु परेको त्यस्तो अवस्था पनि छ त्यस कारणले हामी प्रयत्न गरिरहेछौँ गर्न खोजिरहेछौँ गर्दैछौँ यही कुराहरू हो र अर्को कुरो नीति र कार्यक्रममा एकातिर बजेट एकातिर सही कुरो हो मैले एक ठाउँमा के भने हाम्रो नगरपालिकामा सुक्खा पुल बनाउनु पर्यो भनेर मैले नीति र कार्यक्रम राखेको तपाईँको आँखा परेको छ किन राखेको भन्दाखेरि त्यो सुक्खा पुल भयो भने अलिकति बाटो पनि छोटो हुने टुरिज्मलाई पनि आकर्षण गर्न सक्ने खालको हुने भावनाले गरौँ भन्दाखेरि 1 वर्ष 2 वर्ष नीति र कार्यक्रम यसपालि पनि छोटो ठाउँमा राखेका छ होला लाग्छ मलाई हामीले के गर्यौँ भन्दाखेरि झुलुङ्गी बोल महाशाखामा गयौँ कहीँ म कहीँ जाँदाखेरि उनले के भन्नुभयो यो राख्न चाहिँ नछोड्नुहोस् कुनै दिन यसले साफ सुथरा पाउँछ तर अहिले राखेकोमा
यो राज्यले दिन सक्ने अवस्था छैन, आर्थिक जरुरत छ। यो नचाहिने कुरो नगर्नुहोस् भनेर भनिसकेका हामीले चुप लाएर फर्केर र त्यसैले त्यस्तो कुरा पनि छन्। र अर्को अतिथिले बहुत राम्रो कुरा गर्नुभएको छ। नेकपा माओवादीका साथी के हो भन्छ भने अहिलेको समसामयिक आन्दोलनमा हामी कति कमजोर धरातलमा उभिएका रहेछौँ। राजनीतिक दलहरू ख्याल गर्ने कुरा क्या छ? एमालेका साथीहरू पनि घर चलाछ, माओवादीका साथीहरू पनि घर चलाछ, काङ्ग्रेस पनि सभापतिलाई नै बुझिया छ। हामी कति कमजोर धरातलमा उभिएका रहेछौँ। यो मुलुकका शान्ति सुरक्षा जिम्मा लिएर बस्ने निकाय पनि चुप। त्यस कारणले हामी राजनीति गर्ने कर्मीहरूले एउटा कुरो थाहा गर्नुपर्छ, जोसुकै होस्, तेरो पार्टीको, मेरो पार्टीको, उसको पार्टीको नभनुहोस्, पहिले व्यवस्था बचाउनुहोस्। व्यवस्था बाँच्यो भने तपाईँ हामी राजनीति गरौँला। कोही माओवादी भन्नुला, कोही एमाले भन्नुला, कोही काङ्ग्रेस भन्नुला, कोही राजसभा भन्नुला। व्यवस्था बाँचेन, घर भयो भने त घरभित्र बसेर जनाका थियो, घरै भएन भने कोसँग आएको हुन्छ। त्यसैले यो बचाउने कुरो सबैजना एक ढिक्का भएर साथीहरू, किनभने यो संस्थागत भयो भने हामी सबै हुन्छ, भएन भने 2 दिनको राम छाया म मेयर भई अब कोही साथीहरू वडाध्यक्ष हुनुभयो, कोही माननीय हुनुभयो, कोही जिल्ला समितिको सभापति हुनुभयो, जय नेपाल भन्नुहोस्, बस तर व्यवस्था ठिक हुन्छ। र साथीहरू यो हुन्न भन्नुहोस्, मलाई गाली गर्न केही फरक पर्दैन, तर यो भएन, व्यवस्था भएन, ठिक छ हो।